यो गुफाको नाम के भन्छन् बुवा? यो गुफाको ओमकारेश्वर महादेव गुफा हजुर 2073 साल भदौबाट सुरु गर्न थालियो। भदौबाट सुरु गर्न थालेपछि हामी पछि काम गर्दै सबै काम गर्दै जाँदाखेरि पुसको 11 गते यहाँ चाहिँ एउटा नारायण भन्ने छेत्री रामजाली भन्ने उनी देखा परेपछि त्यहाँबाट अनि 18 गते फेरि मैले यहाँ पूजा गर्दाखेरि प्रत्यक्ष भगवान्कै शिवकै रूपबाट अनि भनौँ त्यस्तो उनी भयो आक्रमण जस्तै जाने शिवकै रूपबाट देखा पऱ्यो हेर्नुहोस् है। त्यस्तो भयो अनि चाहिँ पछि त अब थाहा भएन। पछि त अहिले 11 वर्ष भयो। वार्षिक वर्षपछि 11 गते वार्षिक गरी नै आइएको छ हेर्नुहोस् है। यहाँ अहिलेसम्म भने अब अलिकति म बिमारी भएर हो र त यहाँ केही व्यवस्था गर्ला भन्ने चाहिँ सबै दातासँग उठाएर केही व्यवस्था गर्ला भन्ने त्यो सोच गरेका थिएँ। बिमार भएपछि सकिनँ। पछि भगवान्को कृपाले पछि गर्नुपर्छ। यो माथि मन्दिर रहेछ नि? हजुर यो मन्दिर पनि पछि बनाएको? यो पुरानो पछि नै हो। हजुर पहिला एउटा हजुर शिव पार्वती उहाँ माथि ठुस्स बसेका पहेँला थिए। त्यो धेरैको नजरबाट पर्छन्। धेरै वर्ष भए तर अलि भुरमैलाउनु चाहिँ यहाँ राखेको भनेको हेरी दुईवटा शिवलिङ्ग ल्याएर राख्नु हो। वहीँ देख्ने नारायणकै साथीले नत्र अब यी लानु यहाँ आफू प्रत्यक्ष यस्तो छन् कि उहाँ ऊ शिव पार्वती उहाँ गणेश हेर यहाँ प्रत्यक्ष छन् क्या। गणेश लानु है, देख्नु है क्या भयो? हजुर लानुहोस्। यो कसैले बनाएको होइन, यस्तै नै हुन्। तोको र यहाँ अब आउने भक्तहरूले जान्नेहरूले थाहा पाउनेहरूले अड्कल अर्नेहरूले यहाँ एकदम शक्तिशाली गुफा छन् भनेर मान्छेहरू एकचोटि आफै प्रत्येक पटक यहाँ आउनुहुन्छ क्या। नजानेकालाई देखाउनुहुन्छ, सिकाउनुहुन्छ यहाँ। अब हामीले केही भन्नै नपर्ने। पुस 11 गते सोमबार नारायण केसीले यहाँ यता आउनुको माथि र सरसफाइ गर्दै त्यसै हात दुखे अरे झाडु उक्काउँदा र काट्दा अनि पिसाब लाग्दो भएर यता आउनु कतिजना भएर यता आउनुभएको अरे। यहाँ आउँदा त त्यहाँ शिव पार्वती त झललल बलाएर छन् अरे लानु है। बोलेपछि उहाँ यहीँ सुर्ता जम्मै छन् क्या। आँखाबाट ज्योतिले शिव पार्वतीको ज्योतिले आँखा झ्यापै त यहीँ बस्नुहुन्छ। अब अहिले पो यहाँ यो टाइल साल लाग्यो यस्तो यो ढलनसँग उठ्यो त भिरै थियो यहाँ ठास कसरी बस्नुभयो त। अनि बसेपछि साथीहरूले अब यो त यता बस्यो त यो जङ्गलतिर कता गयो भने खोज्दै आउनुभयो त। आउँदाखेरि म त मेरो त होस जम्मै छन्। म त एकछिन चक्कर जस्तो भयो। मेरो आँखा बन्द भएर हेर्नै सकिनँ। त्यहाँका ज्योतिलिङ्ग रतन यहाँ शिवजीको त्यस्तो देखेँ मैले र म त यहीँ बसिछु भने साथीहरूले भने साथीहरूले हातमा समातेर पछि त आँखा देख्नु त बसी देख्नु। अनि यसो त्यस्तो भयो। पुस 11 गते देखेपछि यहाँ त्यस्तो भयो त मान्छेको हेर्ने घुइँचो हेर्नु यति न उति यहाँ सामाले सक्नै थिएन क्या त्यतिखेर मान्छे। त्यस्तो भयो। त्यस पछाडि हाम्रो बुढाले अब यहाँ त अहिले पो टायर साल लाग्यो हेर्नु उतिखेर त उनी छकेर उडुक्लाएर पुडुक्ला यहाँ बसेर के गर्न लाउनु थियो अरे। यहाँ सरसफाइ टाक्ला टुक्लु क्यार्नु थियो। टिलिङ घन्टी बजे अरे। हाम्रो बुढाले अलिक कुरो पुऱ्याउनु सक्नुहुन्न क्या, बिमारी भएर नि हो। टिलिङ घन्टी बजे अरे। घन्टी बज्दाखेरि यता हेर्दाखेरि उता हेर्दाखेरि कतै केही देख्नु भएन अरे है। कतै केही नदेखे पछाडि कतै चरो पनि भित्र पस्यो भने किन बजे घन्टी भनेर त हेर यहाँ कहाँनिर र भन्नु त हेर यति लामो हेर यसरी नाक क्या यसो गरेर राखेर छन् अरे लामो है। यहाँ हेर यतापट्टि उता देखिया थियो त्यतिखेर नाग त्यहाँको खिराबुटो थियो त्यो काटे प्रत्यक्ष नागरतन लानु अड्कल कसैलाई भएन। बाटो बनाउनलाई काटेका हुन्, त्यसै काटेका त होइनन्। अनि यहाँ त यसो अरे आएको अरे यसरी हेर्नुहुन्छ क्या। टिलिङ घन्टी बजेपछि यहाँ चोर पनि आएन, हातो पनि लाएन। यो घन्टी किन यसरी बज्यो भन्दा मनदानीमा हो अरे।
अनि यता हेर्दाखेरि नाग यसो गरिराखेका अरे देउरानीका अनि अरेसित एक्लै अब डर पनि लाग्यो यहीँ हुनु त अरे अनि त्यहाँबाट हेर्नुहोस् नाग देउता मैले सानै बचपनदेखि चाहिँ तिम्रो सेवा गरेको हुँ गरेकै छु गरेकै हुँ भन्नु अरे र यसरी नै क्या प्रकष्टै मनले होइन मुखैले भनेर अनि उहाँलाई अक्षता फालिदिनु अरे टेर्नु भन्छ त्यहाँबाट गएर ऊ फालिदिनु त ध्वजा फाल्नु त टेर्नु भन्छ अनि धुप हालिदिनु त धुप बालेर त्यहाँ घुमाएर धुप ल परमेश्वर के खोल्नु भएको अब आफ्नो ठाउँमा जानुहोस् भनेर बुढा यहाँ हाम्रो छैनन् अलाप त्यहाँदेखि त देख्नुको होइन अरे एक दिन त्यस्तै अर्को दिन यहाँ क्यादै क्यादै लाउँदाखेरि यहाँ त्यसरी पनि बोलाएको छ अथवा त्यस्तै क्या ढ्यापी बोलाएको नर्के एक्लै अनि बुढा त तिनै देख्ने नारायण जस्तो चकडा भनेर यहाँ एकजना महिला आउनुभयो उहाँलाई अलिअलि देउताहरू यस्तै शिवजीहरू चढेर यहाँ यसरी बस्नुभयो क्या एउटा खुट्टा यहाँ एउटा खुट्टा यहाँ आएर बस्नुभयो यस्तो राम्रो बनिसकेकै थिएन अनि हाम्रोले त्यहाँ कुर्ती राख्थ्यो यस्तो यो केही नै बनेको थिएन क्या त्यहाँ कुर्ती राखेर यसरी यता फर्केर बस्नु थियो अरे बस्नु थियो अरे क्या त्यो बस्नु थियो मनिछु हेरी एउटी महिलाहरू त हेरी यसरी हो क्या बसेकी ए बुवा म एकथोक सोध्छु हजुरलाई मसित ननाट्नुहोस् है सत्य बोल्नुहोस् है भन्नु हो अनि उहाँले भन्नु के हो नानी ल भन्नुहोस् म भन्छु मैले किन ढाँट्थेँ यत्रो मन्दिरमा पुजारे बस्ने मान्छेले मैले कहीँ ढाँट्छु भनेपछि तपाईँले शिवजीको दर्शन पाउनुभयो स्वरूप पाउनुभयो तपाईँ एकदम शिवजी जस्तै हुनुहुन्छ मैले अलग्ग थाहा पाएँ ल ननाट्नुहोस् भनेपछि अनि हो यस्तै यसरी दर्शन दिएर हजुरले हजुर यहीँ हुनुहुन्छ हजुरलाई ढक्क आङ पनि खुल्नुपर्छ भने मलाई थाहा थिएन हाम्रो बुढाले मलाई भन्नुभएको थिएन अनि बल्ल बुढाले हो नानी मलाई यस्तो यस्तो भएको भन्नु अनि त्यहाँ नाक पनि यसरी आँखा पनि यस्तो भएको मलाई 2 दिन यस्तो भयो भनेर बल्ल त्यसरी भनेर मैले पनि थाहा पाएँ क्या मसित पनि भन्नु थिएन भन्यो नि यहाँ शक्ति त यहाँ कुरो लामो छ हेर्नु बाबु यहाँ 40 जना थिए कि 45 जना थिए यहाँ दौडनी बाबुहरू अनि थिए उहाँ बाबुहरूले यो सबै सर्वजन बालुवा बोक्ने उहाँ बाबुहरू गिटी बोक्ने उनै बाबुहरू हेर्नु गीत तल जग लाउने ढुङ्गा बोक्ने तिनै भाइ यहाँ हजुर त्यस्ता बाबुहरूले अरे अनि तिनीहरूलाई हाम्रो बुढा टिको लाउँदै आशीर्वाद दिँदै पठाउँदै ती बाबुलाई जम्मै भर्ती वचन लानु एकजना बाबु सेरेटा रचना डमौलीका अनि हामीलाई त कस्तो कस्तो भन त नि यत्रा बाबुहरू भर्ती भएन एउटा बाबु रहन यहाँ वरदर 2-3 मा यहाँ वरदर चाहिँ बाबुहरूले हामीले चिन्यौँ बाबुहरूले हामीलाई चिन्नुभयो साह्रै माया दया रिगा हिँड्दै अनि त्यहाँ त होइन बाबु तपाईँ किन केमा फेल हुनुभयो बाबु भने मैले होइन आमा म केहीमा फेल होइन एक चिजमा हो अर्को साल म भर्ती हुन्छु आमा मेरो टेन्सन नगर्नुहोस् बुवा आमा भनेर ती बाबु जानुभयो अर्को साल भर्ती हुनुहुन्छ है बाबु भर्ती भएर 1 किलो स्याउ 1 दर्जन केरा 500 रुपियाँ पैसा लिएर त यहाँ बुवा आमा यहीँ हुनुहुन्छ भनेर गुरु भेटी चढाउँछु भेट्छु भने आउनु हामी त त्यो दिन कता जाने काम परेको थिएन तिनीहरू त हाम्रै घरको बाटो ओर्दो नि हाम्रो घर त प्रत्यक्ष बाबु जानु नानी प्रत्यक्ष चिन्नु भएको अनि घर आन्टी गुरुआमा तल गुफामा हुनुहुन्छ म सबै भर्ती भएर बाबु हुनु भने गुरुआले किन मान्नु थियो मेरो ती बाबु भर्ती भयो अरे डमौलीका श्रेष्ठ बाबु भर्ती भएर भनिदिनु हे यो गुरुआको हात हालिदिनु भनेर हाम्री बारलाई दिएर सोध्नुहुन्छ बेलुका आउँदा पो बारले भन्छ कति खुसी लाग्यो क्या आफ्नै छोरा जस्तो आफ्नै नाति नातिनी जस्तो लाग्यो क्या बाबु त्यस्तो हुँदो रहेछ क्या आउने जाने भएर माया मोह भनेको त्यस्तो हुँदो रहेछ यो आउने भौतहरू जम्मै हाम्रै हुन् कि होइनन् हाम्रै भौतहरू हुन् नि नानी कोही छोराहरू आउनुहुन्छ कोही छोरीहरू आउनुहुन्छ
कोही नाति नातिना जस्तो आउनुहुन्छ जम्मै हाम्रै भाउ त हुन् अँ, यो अनेक त हाम्रो लागि त कोही पनि होइन सबै आफ्नै हुन् भन्दै हुन् त्यस्तो हुँदो रहेछ अनि त्यहाँ अहिले पनि यहाँ दौडन उता दौडाउँछन् त्यति लामो दौडाइ छैन बाबु नानीहरूको यो गणेश यहाँ नानी यही लाग्नु गणेश पत्थर उहाँका शिव पार्वती यी नाग यता हेर्नु यता हजुरको लागि सबैको नाम खाने हो कि हालिदिने उसे खानी अरे ल बाबु अब यहाँ म फेरि यता ल, बिजी भएँ हुन्छ हुन्छ खुसी लाग्यो यहाँको सबै जानकारी गराइदिनु भयो हजुर हस् अब धन्यवाद है यहीँ हुनुहुन्न त के अरे हजुर अब यस्तै यस्तै आउनु हस् आउने होला बुवा त यहाँबाट बिहान अब अलि 5 बजे 4:30 बजे आउनुहुन्छ हजुर अहिले बिमारी भएर त्यही 6:30 बजे 6 बजेतिरै आउनुहुन्छ बिहान बिहान आएर एकछिन यहाँ बुवासित गफरै नि हुन्छ अँ, पूजा गर्ने पाठ गर्ने गर्नुहुन्छ बुवा बस्नु त 10-11 फेरि मान्छे कसैले सरा दर्दै भन्न आउँछन् कोही गरे गार्दै भन्न आउँछन् अँ, त्यस्ता छन् 12-1 नि बज्छ अँ। नत्र 10-11 बजेसम्म बुवा यहाँ हुनुहुन्छ हस् हुन्छ धन्यवाद है होस् बा